यहाँ मलाई गुरुआमाले वाचिपा पनि यो वाचिपा दिइसक्नु भएको छ साथीहरू। म यसलाई अब टेस्ट गर्छु है। र साथीहरू मैले यहाँको वाचिपा टेस्ट गरेँ है, एकदमै दामी थियो वाचिपा। र विशेष अब आजको दिनमा जुन यो दार्जिलिङ चौरस्ता परिसरमा राई कम्युनिटी राई किराँती सांस्कृतिक संस्थानद्वारा जुन प्रकारको यो उभौली पूजा आज उभौली उत्सव आज मनाइरहेको छ है, यो एकदमै भव्य छ। किनकि यति साह्रो भिड छ आज दार्जिलिङमा, यहाँ चौरस्तामा खुट्टा छिराउने ठाउँ छैन। र विशेष तपाईँहरूलाई यो उभौली पूजा बारेमा भन्नुपर्दा चाहिँ यो चाहिँ के हो, यो चाहिँ राई किराँती खम्बु राई कम्युनिटीको चाहिँ यो के हो भन्दाखेरि यो चाहिँ उहाँहरूको एउटा ट्रेडिसनल एउटा चाड जस्तै हो, चाड नै हो। र यो चाहिँ वर्षमा दुईपल्ट मनाइन्छ, यो उत्सव चाहिँ। र एउटा चाहिँ भन्छ उँधौली र अर्को उभौली। र आज यो चौरस्ता परिसरमा जुन यो उत्सव भइरहेछ यो चाहिँ उभौली पूजाको नाउँमा चाहिँ आज यो उत्सव मनाइरहेको छ है, किराँती खम्बु राई संस्थानद्वारा। र अर्को उधौली पूजा भनेर भन्छ। र उधौली पूजा चाहिँ कुन टाइममा गर्छ भन्दाखेरि चाहिँ यो चाहिँ तपाईँको नोभेम्बर डिसेम्बरको टाइममा चाहिँ यो उधौली पूजा भनेर चाहिँ त्यो टाइममा उहाँहरूले गर्नुहुन्छ है। र त्यो उधौली पूजा पनि उहाँहरूले एकदमै भव्यताको साथ नै मनाउनुहुन्छ। र यो चाहिँ उभौली हो। र उभौली पूजा चाहिँ उहाँहरूले यो अप्रिल मेको समयमा जुन अब वैशाख छ, यो वैशाख 15 दिनभित्रमा चाहिँ उहाँहरूले चाहिँ यो एकदमै धुमधामसित मनाउनुहुन्छ। र यो मनाउनुको उहाँहरूको एउटा के छ, के कारणले मनाउँछ भनेर भन्दाखेरि चाहिँ भनिन्छ अब उभौली पूजा मनाउनुको तात्पर्य चाहिँ हो तपाईँले अब यो टाइममा चाहिँ जुन अब एउटा फसलहरू हुन्छ नि है, फसलहरू एउटा रोप्ने समय हो होइन। र त्यति बेला चाहिँ एउटा धरती मातालाई, एउटा पृथ्वी देवीलाई चाहिँ उहाँहरूले हाम्रो फसल चाहिँ एउटा राम्रो होस्, भोलिको दिनमा प्रकृति प्रकोपहरूबाट चाहिँ एउटा हाम्रो फसलहरू चाहिँ नष्ट नहोस्, बाँचोस् भनेर चाहिँ एउटा पृथ्वी देवीलाई चाहिँ उहाँहरूले एकदमै भक्तिको साथ यो पूजा चाहिँ उहाँहरूले गर्नुहुन्छ। र अर्को उधौली पूजा चाहिँ कतिखेर के कारणले गर्नुहुन्छ भनेर भन्दाखेरि चाहिँ उधौली पूजा चाहिँ तपाईँको डिसेम्बर यो चाहिँ तपाईँको मङ्सिरको टाइममा हुन्छ है उधौली पूजा। र उधौली पूजामा चाहिँ त्यति बेला चाहिँ अब एउटा फसलहरू सबै एउटा काट्ने समय भएको हुन्छ नि त त्यति बेला है। र फसलहरू चाहिँ हाम्रो एकदमै राम्रो गरिदिनु भयो, प्रकृति प्रकोपबाट एउटा बचाएर हामीले एउटा राम्रोसँगले एउटा फसल हामीले पायौँ, यसको फल एकदमै राम्रो हामीले पायौँ भनेर चाहिँ त्यति बेला चाहिँ एउटा धरती देवीलाई चाहिँ उहाँहरूले एउटा खुसी भएर त्यति बेला चाहिँ गर्नुहुन्छ भनेर चाहिँ अब यो भन्नुहुन्छ है। र त्यसैले आज यो हुन त अब दार्जिलिङमा यो प्रकार अब एउटा यो उत्सवहरू मनाएको अब धेर भएको छैन। अब पहिला अब मनाइन्थ्यो है। र आज 3 वर्षहरू भयो राई कम्युनिटी यो उत्सव चाहिँ आज दार्जिलिङमा चाहिँ 2-3 वर्ष अगाडिदेखि पनि एउटा धुमधामसँग मनाइरहनु भएको छ। आजको यो पर्वलाई चाहिँ हामी सबै हामी एउटा राईको मात्र नभएर चाहिँ एउटा हामी सबैको एउटा नेपाली सन्तान, एउटा हामी गोर्खाली सन्तान सबैले नै चाहिँ एउटा भक्तिको साथ गर्नुपर्ने रहेछ भन्ने चाहिँ अब हामीले यो यस्तो उत्सवहरूबाट चाहिँ हामीले सिक्नुपर्छ। तपाईँहरूको अगाडिको दृश्यहरू पनि म तपाईँहरूलाई देखाउँछु, हेर्दै गर्नु होला। सब जानकारी
गाडी पार्किङ हुन्छ तिमीलाई कार्ड भी लगा एक बार सुनो 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 गाउँको दिदीको दोकान के खाएको दिदी यहाँ चाहिँ छ्याङ खाँदैछ हो अन्त यहाँ मान्छे त बेच्ने रहेछ हो मेरो दोकान होइन यहाँ चाहिँ आज हामीले सबै प्रकारको एउटा खानपिनहरू तपाईँको अब छ्याङहरू भयो है छ्याङ पिउनेमा छ्याङ सुँगुरको अचार सुँगुरको मासु कुखुराको वाचिपा है यहाँ उहाँले चाहिँ के खानु हुँदैछ सुँगुरको यो चाहिँ सुँगुरको करी यहाँ बहिनीहरू चाहिँ यो चाहिँ के हो यो चाहिँ रक्तीसँग पकाएको सुँगुरको मासु हो यो पनि अब राई कम्युनिटीको एउटा डिस नै हो यो पनि फेभरेट डिस हो यो वाचिपाहरू त मैले तपाईँहरूलाई देखाइदिइसक्यो अघि नै है यहाँ वाचिपा चाहिँ तपाईँले हरेक स्टलमै पाउनुहुन्छ है यो चाहिँ हो वाचिपा अरू के छ भाउजूहरू चाड है सुङ्गुर छ यो रक्तीसँग मैले देखाइहालेँ तपाईँहरूलाई है यो सेलरोटीहरू सकिसक्यो भनेपछि अब मान्छे कति होला तपाईँलाई थाहै छ है अब सक्दै गएको भाउजू सबै सक्दै गएको अब कति माग न कति हो 20 रुपैयाँ गिलास हो जान भेना ढिलो चाड चाहिँ 20 रुपियाँ गिलास सक्यो उठाएको छ्याङ चाहिँ 20 रुपियाँ गिलास हो यो वाचिपा चाहिँ कसरी हो भाउजू वाचिपा 100 रुपैयाँ प्लेट हो वाचिपा चाहिँ 100 रुपियाँ प्लेट है अनि यो जुन देखाउनु भयो यो रक्तीसँग हालेको मासु यो पनि 100 रुपियाँ प्लेट है अरू सेलरोटी सेलरोटी 10 रुपियाँ गोटा आलु भुजा थियो भुजा 20 रुपियाँ मलाई यहाँ चाहिँ छ्याङ छ छ्याङ चाहिँ 20 रुपियाँ ग्लास हो यो यहाँ चाहिँ हाम्रो बहिनीहरूले यहाँ चाहिँ यो रक्तीसँग हालेको सुँगुरको मासु र छ्याङसँग चाहिँ कस्तो भयो विशेष साथीहरू मैले तपाईँहरूलाई यो साथीलाई उत्सव है यो पर्व यो उत्सव चाहिँ किन मनाइन्छ भन्ने कुरोहरू मैले जाने अनुसार तपाईँहरूलाई हेरथोक भए पनि जानकारी दिन सकेँ र यहाँ मसँग हुनुहुन्छ सर है सदर उहाँको नाम चाहिँ सर राई सर है र उहाँबाट पनि हामी यो साकेला पर्वको चाहिँ विशेषताहरू के हो किन मनाइन्छ भन्ने विषयहरू चाहिँ हामी उहाँबाट पनि हामी धेरै थोक जानकारी लिनेछौँ है भाइ बहिनी विशेष नमस्कार यो विशेष गरी
हामीले यो साकेला पर्व अथवा हामी साधारण रूपमा चाहिँ हामी त्यो साधारण भाषामा चाहिँ हामी उभौली पूजा भन्छौँ। यो उभौली र उधौली वर्षमा 2 पल्ट यो यसको पर्व पूजा त भन्दैन हामी यसलाई, तर यसलाई चाहिँ हामी एउटा पर्व हो। यो चाहिँ एउटा पर्व खुसी मनाउने भनौँ अब। र विशेष गरी अब अहिले तराई बेसीमा अधिक गरम भएको कारणले गर्दाखेरि चाहिँ त्यति बेलाको समयमा पनि खेतीपाती यो सबै सिद्ध्याएपछि बिस्तारै बिस्तारै गरम बढिसकेपछि चाहिँ यो गरमबाट बाँच्नका लागि त्यति बेलाको समयमा हाम्रा पितापुर्खाको बिस्तारै बिस्तारै लेकतिर बेसीबाट लेकपट्टि जाने प्रक्रिया हो यो। र त्यति बेला जाँदाखेरि बाटोमा उनीहरू नाच्दै गाउँदै भजन गाउँदै उनीहरूले सिली भन्छौँ हामी, विशेष गरी एउटा छोटो प्रकारको नृत्य पनि भन्छौँ हामी। विशेष गरी फाक्लेवा भनिन्छ। फाक्लेवा भनेको चाहिँ एउटा नृत्य नै हो, एउटा सिली नै हो, तर त्यो सिली जस्तै फाक्लेवादेखि सुरु गर्दै गर्दै त्यहाँदेखि पछि सिली गाउँदै गइसकेपछि चाहिँ केही माथि धेरै उचाइमा पुगिसकेपछि चाहिँ आराम गर्नको निम्ति उनीहरू बसेर एकअर्कामा सबै मित्रहरू सबै साथीहरू मिलेर त्यो ठाउँमा एउटा पर्वको रूपमा सबैले कसैले त्यति बेला वा भन्छौँ कुखुराहरू त्यति बेला त जङ्गल पातमा त्यति बेला थिएन होला, त्यही विशेष गरी जङ्गली जनावर जङ्गली पक्षीहरूलाई केहीहरूसम्म त्यसलाई पक्रेर त्यसलाई मारेर चाहिँ त्यसको मासु खाने प्रक्रिया चाहिँ एउटा चलन चल्तीमा अहिलेसम्म यो आएको हो। र यो चाहिँ देशी भनिन्छ। गरम ठाउँदेखि ठन्डा ठाउँतिर बिस्तारै बसाइ सर्ने प्रक्रिया हो। र त्यति बेला बाटोमा यो सबैजना भेटघाट भएपछि खुसी मनाउने पर्व जस्तो पर्वको रूपमा यो साकेला पर्व मनाएको हो। मेरो एउटा सानो विचार, मैले जानेको मैले बुझेको विचार यहाँहरूको समक्ष राख्छु। धन्यवाद सरलाई है। उहाँले धेरै जानकारीहरू दिनुभयो यस साकेला पर्व विषय पनि अगाडिको अब म तपाईँहरूलाई बिस्तारै देखाउँदै लानु। शिवानी है, यहाँ हेर्नुहोस्, यहाँ दोकान सफा गरिदिन्छु। हाम्रै बाजु उमौली है साखालीमा है हाम्रो सम्पूर्ण सेवनीलाई म नमस्कार गर्दैछु। आज हाम्रो है सानो उमौली पूजाहरू चाहिँ है, अन्त यसको लागि है हामीले यहाँ अलिकति सानो है एउटा जस्तै अब राईहरूले सबैले खाने चिजहरू राखेको थियो। यहाँ जस्तै आलु निहरू पनि यहाँ फाक्सा अनि तोङ्बाहरू है अन्त खैनीहरू यहाँ अहिले पुरेर है तपाईँको यहाँ अहिले हेर्नुहोस् तपाईँलाई एकदमै एकदमै सुँगुरको एकदमै भुटुवा बनाएको थियो। अहिले सकेर चाहिँ उहाँ फिलहाल ल्याउनु जानुभएको छ। सकेको कति छ मान्छे अहिले एकदमै पुरै छ मान्छे। यिनीहरूले भन्थे रोटी पनि पोलाइदिन्थे। यहाँ हेर्नुहोस्, तपाईँले पनि एउटा टेस्ट गर्नुहोस्, तपाईँलाई कस्तो उयो हुन्छ होइन, यो टेस्ट गर्नुहोस् तपाईँलाई। हजुर, हाम्रो चाहिँ यहाँ तपाईँको एउटा छ्याङ पनि भयो। हामीले त्यसलाई वाउक भनिन्छ है। वाउक चाहिँ हाम्रो कस्तो भन्दाखेरि जुन हामीले वाउक चाहिँ हामीले एउटा जस्तै यो हाँडी उयो हुन्छ होइन, त्यसलाई नि हामीले एउटा यो कोदो भनिन्छ होइन। हामीले यो कोदोलाई वाउक भनिन्छ। हामीले यो नै अमृत प्रसाद सम्झेर हामीले सबैलाई नै यसले नै उयो गर्छ होइन। सालमा हामी मान्दै आउँछ हामी एउटा नेपालीको उयो हो। यो चाहिँ कम्युनिटीको चाहिँ यो चाहिँ एउटा के हो, एउटा ट्रेडिसनल। हजुर 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 फेरि एकदमै तपाईँको के भन्दाखेरि पुर्खा पराजुले चाहिँ हाम्रो कस्तो भन्दाखेरि यसलाई चाहिँ किन भन्दाखेरि हाम्रो यो उहिले बोजूबाजेले भन्थ्यो, यही बोजूबाजेहरू कोदो ढेँडो खाएर पनि कति उयोहरू गर्थ्यो होइन। अहिलेको हरेक कुरो मेडिसिनमा तपाईँहरूले चिन्नुहुन्छ होला, रमहरू भनिन्छ, कति कति थरीको रमहरू हुन्छ। त्यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँको एकदम स्पिडहरू ज्यादा हुन्छ। हाम्रो यो एकदमै उब्जनी एकदमै राम्रो हो। यो खेती उयसपाती पनि हुन्छ, खेतीपाती उयसबाट पनि हुन्छ। अर्ग्यानिक हो नि त, अर्ग्यानिक घरमै। हजुर, अर्ग्यानिक यो घरमै है। यो तपाईँको एउटा हजुर हामीले यो जुन यो गहुँ मिसा चाहिँ नि यो जुन हेर्नुहोस् तपाईँले यो एउटा यसरी पिन्दाखेरि यसकै रोटीहरू हुन्छ, आँटाहरू हुन्छ गहुँमा चाहिँ हुन्छ त, हुन्छ भाइलाई धन्यवाद है। हुन्छ हजुर।
यहाँ चाहिँ स्टलहरू चाहिँ कति खाली भइसकेको छ है। यहाँ बहिनीले बन्द गरिसकेको रहेछ, सकिसकेको हो ए जीवनदा हजुर भाइ जीवनदा शुभकामना। धन्यवाद धन्यवाद भाइलाई धन्यवाद, धेरै धेरै धन्यवाद। के भन्नु चाहनुहुन्छ? आज हाम्रो साकेला उँभौली किराँती खमुरा सांस्कृतिक संस्थानबाट दार्जिलिङमा भव्य रूपमा चलिरहेको छ। यसमा हामी शाखा प्रशाखा हामी धेरै धेरै खुसी छौँ। हाम्रो सङ्गीतकारहरू नेपाल यस्तै सिक्किम दार्जिलिङबाट सबैबाट यहाँ आएर आज सङ्गीत गाइरहनु भएको छ, संस्कृति गानाहरू भइरहेको छ। यस कारणमा हामी एकदमै हर्षित छौँ। एकदम किराँती खमुराई हामी किरुवाहरू सबै हामी खम्बु एकदमै हामी गर्व मान्छौँ, यसमा खुसी छौँ। हामीलाई आज हाम्रो उँभौली चाडपर्वलाई हामी एकदमै स्वागत गर्छौँ। आज हामी एकदमै हर्षित छौँ भन्दै म तपाईँलाई धन्यवाद दिन चाहन्छु। अच्छा, धन्यवाद। अब बल्ल भने चाहिँ म चौरस्ता आइपुगेँ। Start my
अब योभन्दा धेरै पो बजाएँ त मैले लास्ट गीत गाउँदैछु हुन्छ ओके ल ठिक छ लास्ट ट्र्याक छ तर सबैजना उफ्रिनुपर्छ है त हुन्छ यस्तो हात माथि गरेर पुरा उफ्रिने ल ए म त उफ्रिन पाउँदिनँ उफ्रिन्थेँ तपाईँहरूसँग पनि उफ्रिन पाउँदिनँ नेक्स्ट टाइम आउँदा पुरा उफ्रिन्छु ल तपाईँहरूसँग ल है यसपालि चाहिँ यस्तै भयो सरी त्यसको लागि मैले लास्ट ट्र्याक अब ट्र्याक नम्बर 20 जान्छौँ हामी म काउन्ट गर्छु सबैजना उफ्रिने जम्प गर्ने है त ल हुन्छ हुन्छ ओके ल जाउँ ट्र्याक 20 लास्ट वान Thank you so much. यहाँलाई सम्पूर्णलाई मेरो गाउँमा स्वागत छ। मेरो गाउँ हो यो, मेरो ठाउँ हो, मेरो चौरस्ता हो, मेरो प्लेटफर्म हो, जुन यो प्लेटफर्ममा हामीलाई गाउने सानैदेखि धोको थियो। चौरस्ताको यो प्राङ्गणमा यति सङ्गीत प्रेमी हाम्रो दर्शकहरू, आज तिम्रो कुरा चल्यो। Yeah.
आज तिम्रो कुरा चल्यो मुटुभित्र छुरा चल्यो आज तिम्रो कुरा चल्यो मुटुभित्र छुरा चल्यो बल्ल बल्ल भरेको घाउमा बल्ल बल्ल भरेको घाउमा फेरि नयाँ चिराउन पर्यो आज तिम्रो कुरा चल्यो मुटुभित्र छुरा चल्यो सा 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 रे सा रे रे सा गा रे सा गा रे सा गा गा रे सा रे सा गा सा गा सा गा रे सा रे सा गा सा गा गा रे गा गा सा रमितेको खुइचो थियो चिना जाना पनि थियो चौरस्ताको खुइचो थियो चिना जाना पनि थियो त्यही भिडमा तिम्रोको मिठो मिठो चर्चा चल्यो त्यही भिडमा तिम्रो दामी दामी चर्चा चल्यो आज तिम्रो कुरा चल्यो मुटुभित्र छुरा चल्यो बल्ल बल्ल भरेको घाउमा फेरि नयाँ चिराउन पर्यो आज तिम्रो कुरा चल्यो मुटुभित्र छुरा चल्यो नानीहरू आउनु त आउनु पर्ने आउनु नाच्नु माथि आउनु माथि आफ्नो आफ्नो भाग्य रहेछ सुख पाउनु दुःख पाउनु आफ्नो आफ्नो भाग्य रहेछ सुख पाउनु दुःख पाउनु तिम्रो भागमा के छ मेरो भागमा पीडा पर्यो होइन होइन तिम्रो भागमा मेरो भागमा मैला पर्यो आज तिम्रो कुरा चल्यो मुटुभित्र छुरा चल्यो आज तिम्रो कुरा चल्यो मुटुभित्र छुरा चल्यो बल्ल बल्ल भरेको घाउमा बल्ल बल्ल भरेको घाउमा फेरि नयाँ चिराउन आज तिम्रो कुरा चल्यो मुटुभित्र छुरा चल्यो आज तिम्रो कुरा चल्यो मुटुभित्र छुरा चल्यो Thank you so much.